खनिसकेपछि अब म यहाँ बाइक लिन चाहिँ यहाँ तल आइसकेको छु। यहाँबाट बाइक लिएर त्यहाँ जान्छु। अनि बोरा बाँध्नलाई चाहिँ मैले डोरी नभएको हुनाले एउटा प्लास्टिक त्यहाँ बाटोमा भेटाएर प्लास्टिक छ, प्लास्टिकले एक तन्काएर बाँध्छु अब। अनि जसरी बाइक माथिसम्म निकाल्छु। अनि माथिल्लोमा गएर बोरासोरा बाँध्छु। अनि सिधै रोडमा गएर भेट्नुपर्ने हुन्छ। कस्तो भयो, कति गाह्रो भयो मैले त्यो बाइक चलाउँदाखेरि त्यो भनि नै हाल्छु। एकजना मान्छे मसँग अहिले भइदियो। मैले बाइक चलाएको बिचमा यो उकालोमा चढाएको भिडियो पनि आउँथ्यो। त्यो चाहिँ अब म एक्लै छु, मसँग हेलमेट पनि छैन, उहरू पनि छैन, मोबाइल स्ट्यान्डहरू केही पनि छैन। त्यही भएर अब बाइक चढाएको भिडियो चाहिँ आउँदैन। म बाइक सिधै माथि लगेर गएर माथि रोडमा गएर भेट्नुपर्ने हुन्छ। अब यहाँ यस्तै छ है अवस्था बाइकको, होइन। यो उकालो चढाएर गएर माथि रोडमा गएर भेट्छु है। त्यसैले मेरो भिडियो हेर्दै गर्नु 2 मिनट 5 मिनटसम्म। अब त्यहीँ गएर भेट्नुपर्ने हुन्छ। 3-4 मिनट मलाई लाग्छ होला। त्यसरी 3-4 मिनट बिचको भिडियो चाहिँ मेरो हुँदैन। सिधै माथि रोडमा पुगेपछि म बाइक कसरी चढाएँ, मैले कति गाह्रो भयो, त्यो सबै कुरा भनि नै हाल्छु। बाटो माथि गएर देखाउँछु कस्तो के छ भनेर। अहिलेको लागि चाहिँ अब यति नै हो। बाइक माथि चढाएर गरेर भेट्नुपर्छ है त। ल हेर्दै गर्नु होला है, एकछिन माथि गएर भेट्नुपर्छ।